सबैजना सर म्यामहरूलाई नमस्कार। यो वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण 2083मा चाहिँ गणकको रूपमा छानिनु भएको छ। उहाँ म्यामहरूलाई चाहिँ मैले अब कसरी चाहिँ फर्म भर्ने भन्ने विषयमा चाहिँ सर र एकचोटि ब्रिफिङ मात्र गरिदिनलाई यो बनाएको छु। धेरैजना चाहिँ झुकिनु भएको छ होइन। सबभन्दा पहिला चाहिँ तपाईँहरू फेरि एकचोटि मैले सम्झाउन चाहेँ, प्ले स्टोरमा गएर चाहिँ एडोबी एक्रोब्याट सर्च गरेर डाउनलोड गर्नु होला। अहिलेसम्म पनि गर्नुभएको छैन भने फेरि एकचोटि आग्रह गर्न चाहे। यो एप्लिकेसन चाहिँ जस्तै यो फारम भर्नदेखि लिएर सेयर गर्न सबैमा चाहिने भएको हुनाले यो फारम डाउनलोड गर्नु होला। त्यसपछि चाहिँ अब सुरुमा तपाईँहरूलाई आफ्नो सुपरभाइजरहरूले जस्तै अब पर्साकोमा छ भने हामीले चाहिँ यसरी तपाईँको स्थानीय तह, त्यसपछि तपाईँको वडा नम्बर, कतिजना टिचर र कति चाहिँ स्याम्पल छान्नुपर्ने र प्लस यता साइडमा पिएसयू कोड सहित हामीले चाहिँ यसरी ग्रुपमा राखिदिएको छौँ होइन। अब जस्तै सुरुमा यो पर्साको पटेरवा सुगौली गाउँपालिका छ, वडा नम्बर 3, यसमा एकजना टिचर र उहाँले लिनुपर्ने चाहिँ 25 छ स्याम्पल, उहाँको पिएसयू कोड यो छ। अब यति बुझिसकेपछि चाहिँ अब तपाईँहरू चाहिँ सुरुमा क्रोम खोल्नुहोस् अनि त्यसपछि तपाईँ गुगलमा गएर इलेक्सन भोटर लिस्ट भनेर सर्च गर्नुभयो भने यहाँ अन्तिम मतदाता नामावली भनेर आएको हुन्छ। यो खुलिसकेपछि तल गएर जस्तै प्रदेशमा अघिको जस्तै मध्य प्रदेश, जिल्ला पर्सा जिल्ला थियो, नगरपालिकामा चाहिँ पटेरवा सुगौली थियो होइन, वडा नम्बर 3, मतदान केन्द्र नेराप्रावि जुन छ उहाँलाई त्यो गएर मतदान सूची हेर्नुहोस् भन्नेमा चाहिँ यस्तो सुरक्षा प्रमाणीकरण आउँछ। यसमा तपाईँहरू क्यापिटल छ भने क्यापिटलमा राखिदिनु होला। 4H9 $F ओके, प्रमाणीकरण भयो भनेपछि अब अलिकति तल यो फिल्टरबाट अलिकति तल देख्नु भने यहाँ जम्मा 1834 भनेर आयो भनेपछि टोटल भोटर सङ्ख्या चाहिँ हाम्रो 1834 जना रहेछन्। अब चाहिँ तपाईँहरू के गर्नु भन्दाखेरि अब तपाईँले वडा अब कति लिने स्याम्पल भन्ने पनि थाहा भयो 25, अनि त्यसपछि अब त्यसमा चाहिँ कतिजना रहेछन् त त्यहाँ त्यो नगरपालिकामा भन्दाखेरि चाहिँ 1834। अब यति भइसकेपछि तपाईँहरू चाहिँ एकचोटि जो म पठाइदिन्छु पनि यो स्याम्पलिङ फाइनल भन्ने छ एउटा HTML, यो चाहिँ तपाईँहरूले क्रोमबाट खोल्नुभयो भने यसरी खुल्छ यो ड्यासबोर्ड। अब यसमा चाहिँ तपाईँले अघिको जम्मा भोटर सङ्ख्या 1834, यहाँ चाहिँ 1834, स्याम्पल साइज लिनुपर्ने 25। अब यहाँ ऱ्यान्डम स्टार्ट सिलेक्ट गरेपछि आफै यो सिस्टमले ऱ्यान्डम नम्बर दिन्छ। त्यसपछि जेनेरेट स्याम्पल गर्नुभयो भने अलिकति तल गर्नुपर्छ स्लाइड, यो गर्नुभयो भने तल हो यसरी चाहिँ तपाईँको स्याम्पल अब कतिको लिस्टसँग लिने भनेर यतिकै सिस्टमले देखाइदिन्छ। अब यो चाहिँ तपाईँहरूले यसरी इमेजको रूपमा सेभ एज इमेज भन्नेमा थिच्नुभयो भने डाउनलोड गर्न सकिन्छ। यसरी ओपन गर्नुभयो भने यो इमेजको रूपमा बस्यो। तपाईँहरूले चाहिँ अब क्रम सङ्ख्या 13, 86, 159, 233, 306 यसरी चाहिँ लिँदै जानुपर्छ 25 वटा। अब यो चाहिँ तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ होइन, सेयर एज इमेज गरेर वाट्सएपमा चाहिँ आफ्नो सुपरभाइजरलाई चाहिँ पठाइदिनु। जस्तै मानौँ मैले यहाँ सन्दीप सरलाई पठाएँ। अब यसरी चाहिँ तपाईँले सर र इमेज चाहिँ त्यो आफ्नो सुपरभाइजरलाई पनि जान्छ, तपाईँहरूलाई पनि हेर्न सजिलो हुन्छ इमेजमा सेभ भइसकेपछि। अब यहाँ भनेअनुसार तपाईँले सुरुमा 13सँग गर्ने हो, त्यसपछि 86, 159। अब तपाईँहरू फेरि त्यही भोटर लिस्टमै जानुभयो भने यही इलेक्सन कमिसनको अब तपाईँहरूले गर्ने भनेको 13, सुरुमा 13 थियो नि, अब यसलाई नेक्स्ट गरिदिनु भयो भने यहाँ यसरी 13 आउँछ सङ्ख्या, क्रम सङ्ख्या 13 हो यो 13को चाहिँ अनिता कुमारी भन्ने चाहिँ अब उहाँसँग चाहिँ तपाईँले तथ्याङ्क लिनु पऱ्यो। अब उहाँको उमेर 27 होइन, लिङ्ग महिला, त्यसपछि उहाँको पिताआमाको नाम सबै चाहिँ तपाईँले एउटा कपीमा टिपेर राख्नुभयो भने त्यो भइहाल्छ। यसरी 13 भयो। त्यसपछि अब चाहिँ अर्को दोस्रोमा को थियो 86। अब थोरै अलिकति तल नेक्स्ट गर्दै 30,
यसलाई 100 मा राखौँ। 86 थियो होइन। अब 86 मा चाहिँ तपाईँले हो अब अशरफी राउत वातर अब 84 भयो। अब उमेर अब 84 हाम्रो त एज ग्याप छ 79 वर्षभन्दा माथि चाहिँ हामीले सिलेक्ट गर्दैनौँ भनिसकेपछि अब चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि अब 84 वर्षको पुरुषको साटोमा चाहिँ पछिल्लो अब जस्तै यो 46 छ नि एक स्टेप अगाडि तलपट्टि। जस्तै अब हाम्रो 86 मा सिलेक्ट भएको थियो भने अब 87 को चाहिँ यो असलम मिया अन्सारी 46 वर्षको पुरुष उहाँसँग चाहिँ डाटा लिन सक्नुहुन्छ। यसरी चाहिँ सबै गरेर तपाईँले कति कति आफ्नो लिस्ट अनुसार हेर्दै जानु र त्यही अनुसारले चाहिँ उहाँहरूसँगबाट फारम चाहिँ भर्नु होला। अब यो त भयो हामीले कोसँग लिने भन्ने कुराको भयो। अब त्यसपछि तपाईँ अब चाहिँ फारम जस्तै भर्न पर्यो भने चाहिँ सुरुमा फेरि त्यही तपाईँहरूको आफ्नै ग्रुपमा सर्वे फर्म भनेर यसरी देखिएको हुन्छ होइन। अब यो सर्वे फर्मलाई चाहिँ एडोबीबाट ओपन गर्नु, अरू एपबाट फेरि एडिट गर्नु मिल्दैन। हो अब यसरी चाहिँ तपाईँहरूको यो फारम खुल्छ। अब तपाईँहरूले तथ्याङ्क भर्ने पनि यसैमै हो, यही फारममै हो। अब पिएसयू कोडको लागि मैले अघि नै भने तपाईँहरूको आफ्नो सुपरभाइजरबाट पिएसयू कोड यसरी जस्तै सुरुमा यो पटेलवा गाउँपालिकाको E365 भन्ने थियो होइन। अब उहाँ टिचरले चाहिँ E365 गर्ने हो। र अर्को कुरा जस्तै यहाँ 2 जना टिचर यदि हुनुहुन्छ भने चाहिँ जस्तै मानौँ यो वीरगञ्ज यो के जगन्नाथपुर गाउँपालिकामा तपाईँको वडा नम्बर 1 मा 2 जना टिचर हो भनेपछि अब एकजना टिचरले E367 कोड युज गर्नु जस्तै 25वटा स्याम्पल लिँदाखेरि E367 युज गर्नु होला। त्यसपछि अर्को टिचरले चाहिँ E368 युज गर्नु होला। भनेको एउटा विद्यालयबाट 2 जना शिक्षक हुनुहुन्छ भने त्यसरी चाहिँ पिएसयू कोड दुईटा यसरी राखिएको छ। धेरैजना सर म्याम भने यहाँ दुईटा देखाएको छ त बुझिएन भन्नुभएको थियो, त्यो त्यसैको लागि हो। दुईटा टिचर हुनुहुन्छ भने चाहिँ दुईटा देखाउँछ यसरी। अब यो म अघिकैमा गएँ पटेलवा सुगौली गाउँपालिकामा चाहिँ तपाईँको पिएसयू कोड E365। अब यो चाहिँ तपाईँले सबै फारममा 25वटा फारममै E365 भनेर राख्नु पर्यो। अब फारम नम्बर 1 भनेर यसरी राखिदिनु। अब यो फारम भर्ने व्यक्ति चाहिँ यदि जो व्यक्तिसँग तपाईँ तथ्याङ्क लिनुहुन्छ उहाँले आफै भर्नुभयो भने चाहिँ म आफै हो, नत्र जस्तै तपाईँहरूले चाहिँ शिक्षकहरू आफैले गर्नुभयो भने म अन्य व्यक्तिको लागि गर्दैछु भनेर। अरू अब यो नाम साम होइन सबैजना चाहिँ यसरी सबै अङ्ग्रेजीमै लेखिदिनु होला, नेपालीमा केही पनि नलेख्नु होला होइन। उमेर यहाँ ग्याप पनि लेखेको छ 15 देखि 79 वर्षको हुनुपर्छ भनेपछि यसरी 25 यस्तो यस्तो गर्दै लेख्नु होला। अब यहाँ धेरैजनालाई समस्या आएको फारममा चाहिँ यो हाम्रो प्रश्न नम्बर कतिमा भन्दा हो यसमा जस्तै यो प्रश्न नम्बर 17 र 18 सोध्ने क्रममा चाहिँ जस्तै एउटा कुनै सेवा चुज गर्नु भनेको छ होइन। जस्तै मानव कसैले कर्जा नलिएको पनि हुनसक्छ, त्यस्तोले उहाँले बचत टिक लाउनु होला। अथवा जस्तै कर्जा लिनुभएको छ भने कर्जामा चाहिँ कर्जा सेवामा टिक लगाइदिएर अनि अब यहाँ चाहिँ तपाईँको अब यो त सन्तुष्टि सम्बन्धीको क्वेसन भयो। तर अब यहाँ अलिकति तल चाहिँ जस्तै कर्जा प्रयोगकर्तालाई मात्र सोध्ने भन्नेमा चाहिँ अब तपाईँले यो भर्नु पर्यो 17.2.7 देखि 17.3.4 सम्म। अब यो बिमा सेवा प्रयोगकर्तालाई मात्र सोध्ने भने अब तपाईँले यहाँ जे टिकाउनुहुन्छ त्यही अनुसारको चाहिँ जस्तै कर्जा सम्बन्धी मानौँ उहाँले लिनुभएको छ कर्जा सम्बन्धी, मलाई कर्जा सम्बन्धी चाहिँ सोध्नुहोस् भन्नु भने कर्जा सम्बन्धी मात्र प्रश्न सोध्नु, अरू परेन। जस्तै तपाईँले बिमाको सोध्न परेन, त्यसपछि यो भुक्तानी सेवालाई सोध्न परेन, जुन सेवा चुज गर्नुहुन्छ त्यही अनुसारले सोध्नु होला, अरू चाहिँ भर्नु पर्ने। यसमा चाहिँ धेरैजना सर म्यामहरूलाई कन्फ्युजन भएको भन्ने गुनासो आयो। अब यो अरू सबै सजिलो छ फर्म, एकचोटि तपाईँले सर र एकचोटि पढ्नुभयो भने बुझ्नुहुन्छ राम्रैसँग। अब लास्टमा आएर चाहिँ यहाँ एउटा कुरा जस्तै मोबाइल नम्बर चाहिँ राखिदिनु होइन 9846 यसरी। मितिमा चाहिँ सिलेक्ट गरेर मिति पनि यसरी सिलेक्ट गरिदिनु। अब यहाँसम्म त फारम भर्नुभयो तपाईँहरूले। अब के गर्ने त भन्दाखेरि अब यो फारम एकचोटि सबै भरिसकेपछि एकचोटि फेरि हेर्नु होला कहीँ समस्या कहीँ छोडेको त छैन क्वेसन भनेर। यो गरेपछि ब्याक गरिदिनु भयो भने यहाँ डकुमेन्ट सेभ भन्छ होइन,
अब तपाईँ फेरि यसमा चाहिँ एडोबीमै जानु, यही एप्लिकेसनमा गएर यो सर्वे फर्म भनेको जुन छ त्यही नै तपाईँहरूले अहिले भर्खर भर्नुभएको फारम हो। अब यो फारमलाई चाहिँ तपाईँहरूले रिनेम गरेर होइन यो साइडको 3टा जुन डट देख्नुभएको छ यसमा थिचेर हल्का तलपट्टि जानुभयो भने यहाँ रिनेम भन्ने अप्सन हुन्छ। अब रिनेममा चाहिँ यहाँ धेरैजनाले चाहिँ अलिकति मिस्टेक गर्नुभएको छ। तपाईँहरूलाई चाहिँ हामीले पठाएको पनि होला। रिनेम गर्ने बेलामा चाहिँ के छ भन्दा तपाईँको डिस्ट्रिक्ट नेम मानव अघिको पर्सा थियो _ अब तपाईँहरूलाई पर्साकोमा जे लेखेर दिएको छ त्यही नै लोकल लेभल टाइप गर्नु होला। जस्तै यो पटेरवा सुगौली गाउँपालिका छ भने अब यही चाहिँ लेखिदिनु होला। जस्तै पटेरवा, यो जान्छ एकचोटि फेरि गरौँ, पर्सा _ अब यहाँ पटेरवा सुगौली गाउँपालिका _ अब वडा नम्बर कति, मतलब फारम नम्बर अब कति हो भन्दा अब 1 हो, यो 1 भनेर लेखेर .pdf हेर्नु, जिल्ला _ त्यसपछि लोकल नेम जे त्यो तपाईँहरूलाई हामीले प्रदान गरिन्छ त्यही नै टाइप गरिदिनु होला ठ्याक्कै यहाँ। अनि त्यसपछि _ अब फारम नम्बर हो यो 1 भनेको। त्यसपछि अब तपाईँले दोस्रो फारम भर्नु छ भने 2, 3, 4 हुँदै जाने भयो। अब यो डन गरिदिनु भयो भने यसरी यो PDF देखिन्छ। अब के गर्नु भन्दा यसलाई फेरि यो 3टा बटन थिचेर अलिकति तल आएर यो सेयर भन्ने अप्सन छ, सेयर भन्ने अप्सनमा थिचेपछि अब यहाँ धेरैजना सर म्यामहरूले के गरिदिनुहुन्छ सिधै वाट्सएप थिचिदिनुहुन्छ। वाट्सएप नथिच्नु होला। वाट्सएप थिच्नु भयो भने त लिङ्क चाहिँ जान्छ। त्यही भएर चाहिँ यो इन्भाइट पिपुलको साइडमा सेन्ड अ कपी छ यो। अब माथि नथिच्नु, फेरि मैले देखाउन चाहेँ, सेयरमा गइसकेपछि माथि यो गेट लिङ्क वाट्सएप जिमेल यसमा नथिच्नु होला। यो तलपट्टि एनीवन अन द इन्टरनेटको तल इन्भाइट पिपुल छ त्यसको साइडमा सेन्ड अ कपी भन्ने अप्सन छ, यो थिचिदिनु भयो भने बल्ल यो डाइरेक्टली PDF बनेर जान्छ। त्यसपछि तपाईँ वाट्सएपमा जानु अनि अब आफ्नो सुपरभाइजरलाई यसरी सेन्ड गरिदिनु भयो भने यसरी पर्सा _ पटेरवा सुगौली गाउँपालिका _ 1 भनेपछि यसरी चाहिँ यो फारम सेन्ड भयो। अब दोस्रो फारम भर्नलाई के गर्ने त भनेर धेरैजना फेरि यसमा पनि कन्फ्युजन हुनुभयो। दोस्रो फारमको लागि चाहिँ तपाईँ फेरि त्यही टिचर्स ग्रुपमै गएर जुन हामीले पठाएको सर्वे फारम छ त्यसमा जानु र त्यही एडोबी फेरि ओपन गर्नुभयो भने फेरि यो नयाँ फारम चाहिँ खुल्छ। अब तपाईँहरूलाई झन्झट हुँदैन त्यो फारम कहाँ गयो भन्ने भयो भने फेरि ग्रुपमै जानु अनि फेरि यहाँ PSU कोड आफ्नो हानेर अब फारम नम्बर 2 हो यसरी चाहिँ गर्दै फेरि अनि यो ब्याक गर्दै डकुमेन्ट सेभ गर्दै हैन। अब यो भरिसकेपछि फेरि यसरी बन्छ। अब फेरि यसमा चाहिँ अब यो फर्म भइसकेपछि तल फेरि गएर रिनेम गरेर अब यो त फारम नम्बर 1 थियो, यो अब 2 भयो, पर्सा _ अब जे छ त्यही नै टाइप गरिदिनु, पटेरवा गाउँपालिका _ फारम अब यो 2 हो .pdf। अब यो दोस्रो फारम भयो। अब यसलाई फेरि 3टा डटबाट सेयर गरिदिनु अनि फेरि तलपट्टि सेन्ड अ कपी, तल माथिको वाट्सएपमा नक्लिक गर्नु, सेन्ड अ कपी थिचेर फेरि वाट्सएपमा अनि तपाईँ फेरि आफ्नो सुपरभाइजरले यसरी पठाउनु भयो भने यसरी 1, 2 गर्दै तपाईँको PDF यसरी चाहिँ सेयर हुन्छ। फारम भर्न पनि सजिलो। अब फेरि सर अब तेस्रो भर्नलाई भन्नुभयो भने फेरि त्यही ग्रुपमा जानु, यो फारम भन्ने छ फेरि त्यसलाई ओपन गरिदिनु, नयाँ फारम खुल्छ। फेरि त्यसरी नै भर्दै ब्याक गर्दै अनि यहाँबाट रिनेम गर्दै सेयर गर्नु होला। यसरी गर्नुभयो भने तपाईँहरूको छिटो सजिलो पनि हुन्छ। अरु केही कन्फ्युजन लाग्यो भने ग्रुपमा चाहिँ लेखिदिनु होला है त।